नमस्ते एन्ड गुड मर्निङ। आज मैले हजुर सामु विशेष प्रकारको भिडियो लिएर आउँदैछु। ध्यान दिएर सुनिदिनु होला। यो चाहिँ फुलको बगैँचा भयो। यहाँ चाहिँ म प्राय प्रत्येक बिहान आउने जाने गर्दछु र यसै सन्दर्भमा मलाई एउटा भिडियो बनाउन मन लाग्यो। म बच्चा छँदाखेरि जङ्गलमा गाई गोरु बाख्रा हेर्थेँ भने आजभोलि म यहाँ माली भएको हिसाबले, यो फुलको बगैँचाको माली भएको हिसाबले मैले यो दुईटा काम गर्नुपर्ने हुन्छ। अब यो दुईटा काम कसरी गर्छु भन्दाखेरि अब फुल भएको ठाउँमा अब भमरा चाहिँ दुइदिइहाल्छन्। प्लस भमरा अब त्यही हो, भमराको हिसाबले अब म यहाँ चराचुरुङ्गीलाई लिने गर्छु। अरू त त्यस्तो मौरीहरू आउँदैन। अब यहाँ चाहिँ मैले अब पहिला चाहिँ गोरु बाख्रा हेर्थेँ भने अहिले चाहिँ म फुलको हेरचाह प्लस यहाँको चराचुरुङ्गीको हेरचाह गर्छु। त्यो मेरो दुईटा काम हो। बिहान 1 घन्टाको काम हुन्छ यो। म मजाले हेरेर जान्छु, यिनीहरूको हेरचाह गरेर जान्छु। यहाँ चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न प्रकारका फुलहरू रोपेका छन् र तपाईँले विभिन्न प्रकारका चराचुरुङ्गीहरूको आवाज सुन्न सक्नुहुन्छ। म 1 घन्टा चाहिँ यहाँ आफ्नो वर्कआउट प्लस चराचुरुङ्गीको आवाज सुनेर यहाँ फुलको हेरचाह गरेर म यहाँबाट निस्किन्छु। प्राय मेरो दैनिक जीवन यसरी नै चलिरहेको छ। प्रेजेन्टको हिसाबले कुरा गर्नुपर्दा एकदमै रमाइलो छ। हावा पनि चलिरहेको छ। यसो अब तपाईँ त धेरै टाढा हुनुहुन्छ, अब पाइपर्ने जतिले यसो मसँग आउन सक्नुहुन्छ, यहाँको मजा लिन सक्नुहुन्छ। एकदमै रमाइलो छ। यहाँ कोही पनि त्यस्तो अब आउनुहुन्न यहाँ कसै, किनभने प्राय मान्छेहरू एकदमै फुल डे बिजी हुन्छन्। अब छुट्टीको दिन अब छुट्टी भयो भने अब मान्छेहरू अब छुट्टी भयो भने मान्छेहरू खासै घुम्दैनन्, किनभने धेरै कामहरू हुन्छ। घरमा कुरा गर्नु पर्यो, कपडा धुनु पर्यो, विभिन्न आफ्नै अफिसियल कामहरू पनि हुन्छ, पर्सनल होइन, छुट्टी भएको दिन। तर म चाहिँ आफ्नो यसो टाइम मिलाएर यसो यहाँ चाहिँ आउने जाने गरिरहन्छु। एकदमै रमाइलो छ। हावा चल्छ यस्तो। अब नेपालको जस्तै मजा लिन पाइन्छ यो ठाउँमा चाहिँ। एकदमै रमाइलो छ। मान्छेहरू कोही पनि छैन नि। यो चाहिँ मेरो वर्कआउट गर्ने ठाउँ। यहाँ चाहिँ बास्केटबल ग्राउन्ड छ अनि प्लस टेबल टेनिस छ। अब खुसी लाग्छ अब यस्तो ठाउँ देख्दाखेरि। एकदमै रमाइलो फिल हुन्छ क्या। अब एकदमै हावा चल्ने प्लस एकदम हावा चल्ने प्लस अब यहाँ मजाको अब एकान्त ठाउँ, मजाले मान्छे नभए पनि यो हावासँग सर यसो हावाको मजा लिँदै चराचुरुङ्गी प्लस फुलहरूको प्रकारहरू हेर्दै यसो 1 घन्टा 1.5 घन्टा बिताउन सकिन्छ। थ्याङ्क यू। अलि भिडियो लामो भएछ।